हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आइएम सोजन सन्चै हुनुहुन्छ होला मैले सन्चै आरामै छु र आज चाहिँ हामी यसो अब आज चाहिँ तपाईँहरूले केही नयाँ पनि देख्नुभएको छ होला होइन यसो हिँड्छ मान्छेहरू नयाँ नयाँ देखिहालिन्छ होइन हिजोभन्दा आज चाहिँ म धेरै फरक देखेको छु किनकि चाहिँ अब हामी यसो तलतिर जान लाग्छौँ यसो कपालहरू काटेर देख्न सक्नु त मुलेट हो यो चाहिँ होइन त्यसपछि कस्तो देखेछु भन्नु होला र क्यामेराम्यान पनि काटेन आज त होइन दुइटा हेन्सी गरेन क्या र आज हामीले तलतिर जान लाग्छौँ फरक ठाउँमा फरक मिसन लिएर हिँडेर आएको छौँ होइन अब तपाईँलाई चाहिने मेन कुराहरू हामी देखाइरहेको छौँ मेरो भान्जा तपाईँले चिनिसक्नु भएको छ र हाम्रो चाहिँ अब यस्तै छ क्याट्ने गाउँले जीवन अब पुरै मकै छ चारैतिर जता हेरे नि मकै नहेरे नि मकै छ भन्न चाहिँ बिचमा चाहिँ छैन रोड छ बिचमा चाहिँ हामी राखौँ हामी चाहिँ ततिर जान लागेको आज यसो ततिर घुम्न जाऊँ भनेर हिजो नि जान त गएको तर हिजो यो बाटो गएन हिजो अर्को बाटो गयो आज चाहिँ यहाँबाट जाँदैछौँ अब ततिर गएर अब धेरै कुराहरू गरिन्छ र आज चाहिँ धेरै कुरा गर्न हो यसो घुमघाम दिउँसो कपाल सपाल काटियो क्यारियो मैले चाहिँ अब दिउँसोको भिडियो बनाइनँ क्या आज अब अहिले कन्त्र बनाएँ बेलुकातिर किन दिउँसो बनाएर कि देखाउने हजुरलाई र अब बाँकी कुरा चाहिँ हामी तल गएर भन्छौँ हजुर हामी चाहिँ यहाँ यसो आँखौँ एउटा यसो आँप देखियो अनि त्यसपछि चाख्थ्यौँ भनेर कस्तो हुँदो रहेछ म चाहनलाई यसो लाग्यो क्या बुट्टा चल्ने क्षमता छैन मेरो चाहन लाग्यो क्या रोक्ने एक ठ्याक हानाम के धरे खाँदैन राम्रो घर सकेको छ खोज्नु फुटाउँदा पाइन्छ एउटा त पाइयो दुईवटा पाइयो खोज्नु अब खोज्नु देखाउँछौँ कति हुन्छ करेक्सन झन् त घर चाहिँ 5-7वटै मैले मात्र पाइएको गरिखानु नगएर जस्तो भयो त्यो भनिदिएछ कलेक्सन चाहिँ 3टा मात्रै भएको यति कलेक्सन भयो ए थु यो कुहिरहेछ हेर्नु यताबाट राम्रो देखेको थियो बुट्टाहरू त ल दिन सक्नुहुन्छ हालत गरी खाने भने गरिखानु पाइने भएन यस्तो ए ल बुट्टा चिप्की यो यस्तो त्यही त हाल दुःखहरू झार्न मात्रै हो गाइजहरू खानै पाइएन लास्टमा गएर देख्नु सक्नु बुटो यत्रो पनि यत्र फलेको थियो सब कुहिए हुन्छ तल गएर तपाईँले देखाउँछौँ होइन तलतिरको के कस्तो छ के हो त्यो सबै माथितिर गइसक्यो होइन यहाँको त खोला आउँछ काँक्रा के भयो झर्दै अलिकति झरिदियो गाइजहरू चाहिँ हेर्नु है बुट्टा चाहिँ एकदम ठुलो छ त्यो पनि प्रयास गर्छु होइन मर्को कवि दर्द नै होता भन्छ तर म पनि प्रयास गर्दै प्रयास जारी हामीलाई ठिक ल फोनमा गइरहेको है हार मान्दैन मैले म चढेँ हामी माथि पुगिसकेँ होइन त्यसमा तर गाडी आइरहेको त्यही पनि माथि पुगिसक्यो गाइजहरू हाम्रो यसो गाडी झुनिदिउँ भनेको के अरे भेट्न सकेन दुक्रो छाती फुट्ला जस्तो भयो गाडी चाहिँ पुगिसक्यो हामी चाहिँ पुग्नै सकेन एउटा थपेर आयो मैले त एउटा छातीमा त पुरै खुट्टा मात्र दुख्यो उहाँ माथिबाट भागेको यहाँ सुताइएको थियो कि हाड त जानु सकिएन यसो प्याट्टा हान्छु कि मैले डिस्कार हेर्नु कि हो पाम पुग्यो अब हजुरहरूलाई चाहिँ हामी यसो जानुभन्दा अगाडि चाहिँ एउटा कुलो देखाउँछ यस्तो राम्रो होइन त्यो चाहिँ सबैको खेत मुनि छिर्दो रहेछ कि पानी म चाहिँ फर्स्ट टाइम देखेँ कुलो होइन त्यसपछि हजुरलाई चाहिँ अवश्य देखाउँछौँ अब सुनसी घरतिर जाने भनेको त्यो चाहिँ देखाउनु पऱ्यो आफ्नो दर्शकहरूलाई भनेर चाहिँ हामी त्यो जान लाग्छौँ होइन अब बाँकी कुरामा चाहिँ त्यहीँ गरेर देखाउँछु त्यही देखाएर भन्छु फाइनल हामी पुगिसकेको छौँ होइन अब चाहिँ हजुरहरूलाई धेरै बेर लाउनु न अब यहीँ वरिपरि छ वरैमा छ यहीँ होइन हेर्नु सक्नुहुन्छ 1 2 3 भन्दै चाहिँ देखाइसकेको छ यस्तो खाले रहेछ यो चाहिँ अलि अगाडि चाहिँ टनलबाट भित्र छिर्दो रहेछ पानीहरू होइन अब हाम्रो घरतिरको कुलो त अब माथि जान्छ क्या हजुरलाई चाहिँ अगाडिबाट पनि देखाउँछ तर एउटा हेर्नु न क्या यो के होला यसो भनिदिनु है कमेन्ट गरेर के हो यस्तो आवाज लाग्यो तर मलाई चाहिँ राम्रोसँग बाटो छ अप्ठ्यारो होइन हेर्नु न क्या मिठो भएको तर यहाँ पुरा जमिनभित्रबाट जान्छ अरे यहाँ चाहिँ पुरा माथि गइरहेको होइन त्यो पुरा माथिबाट गयो नि उही नफाल के उही नफाला ढुङ्गा त कराउँछन् कि उयो देख्यो मान्छे आउँ र हेर्नुहोस् यताबाट हेरि यहाँसम्म चाहिँ भित्र जाँदो रहेछ है पानी यहाँ चाहिँ पुरै खेतको भित्र जान्छ अरे
ढुङ्गा नफाला भनेर ल गाइजहरू ए खसाउला खसाउनु टनलभित्र छिर्छ अहिले ल अब यति भन्दै हामी भिडियो इन्ड गर्न ल यति भन्दै हामी चाहिँ भिडियो इन्ड गर्न लागिसकेको छौँ होइन अब हेर्नुहोस् पुरा मस्त कोइली गराएर बुटो चाहिँ क्या मक्खन छ क्या तर चाहिँ मक्खन बुटोमा बसेर गराएर है र हामी त्यति भन्दै भिडियो यहीँ समाप्त गर्न गइरहेको छौँ जानुभन्दा अहिले चाहिँ यसो क्या मिठो गरेर खाएको यतातिर हेऱ्यो यो चाहिँ के होला गाइजहरू भनिदिनुहोस् एकचोटि रोप्नुमा ढुङ्गा गाइजहरू यहाँ चरा बसेर गइरहेको छु मैले हालिदिएर चरा उठ्दिला दिन सक्नुहुन्छ होइन र यति भन्दै म यही भिडियो एन्ड गर्न चाहन्छु र यदि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिसक्नु भएको छ भने धन्यवाद र यति भन्दै म पनि यहाँ बिदा हुन चाहन्छु बाई